प्रसाद, खालिङ प्रसाद र रविन प्रसाद हिउँ खेलेर बर्बाद पारेका छन्। गजब छन् गजब। मैले पनि एक हानिदिन्छु होला। बिमे के छ त खबर? अब हामी अब यस्तै हो। अब हामी अब बजारतिर लागेको। बजार जाँदै बाटोमा यस्तो छ गाईजहरू। के छ जय साहबको खबर? यो मालागरीचा ओके छ त ल धन्यवाद छ। ल दाजु के छ हालखबर के छ भनिदिनु न सबैले सुन्ने गरी बुझ्ने गरी। मेरो पनि ठिकै छ है। अब मार्केट जानु लागेको हामी पनि के गर्ने। त्यसको लागि धन्यवाद। भिडियो बनाइदिनु भयो हजुरहरुलाई धेरै धेरै धन्यवाद। धेरै ठुलो नि बनाउनु हैन के धेरै नबनाउनु 30 सेकेन्ड या हेलो हेलो क्यामेराम्यान के छौ? ठिकै छ हो ठिकै छ। के हो नि यस्तै त हो नि चाहिने के अरे यो मार्केट जाँदैछौँ। अनि क्यामेराम्यानको घर कता पर्यो? अब केही सोध्नु। मेरो चाहिँ पूर्वतिर हो हजुर। तपाईँको कता पर्यो? कुन ठाउँ पर्यो हजुर? पूर्व भोजपुर। भोजपुर कहाँनिर हो? भोजपुर उता ओख्रे पोखरे हो। रामप्रसाद राई गाउँपालिका पर्छ मेरो चाहिँ। दोब्रो कति नम्बर वडा पर्यो हजुर? वडा नम्बर 9 हो। हजुरको कता पर्यो नि? ए हजुर अहिले कहाँसम्मको यात्रामा हुनुहुन्छ हजुर? अहिले भन्नुपर्दा तपाईँको अब चाहिँ पानी हिउँ परेकोले गर्दाखेरि हजुर हजुर गाडी नआएर हामी चाहिँ अहिले अलिक टाढो जानुपर्ने हाम्रो चाहिँ यस्तो बाध्यता छ। त्यो भएकोले खान्ते पिन्तेको लागि चाहिँ हामी सबैजना साथीभाइहरू मिलेर चाहिँ यसो 2-4 केजी हातमा झुन्ड्याउँ। अब सौरीको भिडियो निकाल्नु त खुट्टा डुबेको नि देखाउनु है। ल साथी हामी चाहिँ मार्केटबाट आएको। के गर्नु यस्तै छ। काटी हो चिसोमा सास फेर्नु चाहिँ गाह्रो हुँदो रहेछ। पक्नै पक्नु नदी चढेको के छ राजु? ठिक छ ठिक छ। के अनि साथीहरूको भिडियो बनाइदिनु पर्यो भन्छ। आज हिउँको रमझम छ हिउँ परिरहेको छ है। के गर्ने के हुँदो रहेछ भने सास फेर्नु चाहिँ गाह्रो हुँदो रहेछ। रहेछ कतारमा हिउँ पर्यो आज। कतारमा हिउँ पर्यो त्यो के छ? ए आयो साथी हो। चिसोमा सास फेर्नु गाह्रो भयो। दाजु यता ल ल यता होइन उता 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 रमिन ल रमिन ल। ऊ त परको मान्छे चाहिँ एकाल काटेछ एक्लै एक्लै हिँड्छ एक्लै एक्लै भिडियो बनाएर फोटो खिच्दै हिँड्छ। हामी चाहिँ अरू लगभग सँगसँगै जस्तो थियो। सानो मान्छे देखिँदो रहेछ यार।
जानु त 30 सेकेन्डको लु है अब हिउँ खेलेको थिएँ राम्रै भयो गरे के होला यहाँ त यो सेफ छ हामीलाई केही डर छैन मुख पनि लगाउन कोही बेला भिडियो बनाउनु न भिडियो बनेर गरम हिँडेको दाजु अनि को तपाईको भिडियो अगाडि हिँड्नु त यसलाई एकछिन गो के गरेको टोपी फेरि ल्याउनु त्यही हो र, यो त जाने।